कस्तो छ त राम्रो छ अनि अर्जुनजी के छ हजुर एकदम ठिक छ त हजुर आज कृष्ण अष्टमी है नाच एकदम जरो गन्किरहेको छ अनि यहाँ कार्यक्रम चाहिँ के भयो नि यसको कार्यक्रम त त्यो हन्डो डन्डो हान्ने अनि त्यहाँबाट गएर चाहिँ त्यो उसको के त्यो बदलको हाम्रो बहिनीहरूले नाच्दा नाच्दा तल पलमार लाग्यो अनि यत्रो बेला तपाईँ कहाँ जानु भएको थियो होइन म आउँदा आउँदै उकालो बाटो अनि गाह्रो भयो यति ढिला हुन्छ यस्तो कार्यक्रम यहाँ सकिने बेला भइसक्यो होइन होला त्यो त हुन त हो अब नजिकको हेला तीर्थको हेला नजिकको तीर्थ हेला के अरे भन्छ नि त्यस्तै कुरा हो त्यस्तै कुरो त भयो नि अनि जेठ दाइ तपाईँ भर्खर आउनुभयो हो 1 घन्टा भयो अनि तपाईँ हानी सानी त्यो हन्डो सन्डो फुटाउनु त आउनुभयो नि त के हो कता हुनुहुन्छ तपाईँ ए तपाईँ जस्तो एक्सपिरियन्स मान्छेले हानी फुटाउनु छाडेपछि अरू कसले फुटाउँछ न गाह्रो त परिहाल्छ फुटा त अहिले फुटाइसक्यो अनि यो गीत गाउने मान्छे छैन नि यहाँ चाहिँ गाउने छोडे ल त्यस्तो भएपछि सकियो नि यहाँ गाउँको मान्छेले तपाईँको साली होइन साली नाच्छु भने विराजले गीत दिएर होला भन्दै हुन्न खै अब गीत गाउने त्यही त गाह्रो पऱ्यो त अब जबरजस्ती गीत गाऊ भन्नु नि नमिल्ने त्यही त हो र बर्बादले खोजेर राखेको छ अहिले लु त्यहाँ बसेर गीत गाऊ नानी अनि अर्जुन चाहिँ के छ कस्तो भइरहेछ तपाईँको कार्यक्रम चाहिँ के हो कार्यक्रम एकदम बवाल भइरहेको छ सर अनि त्यहाँबाट एकदम हाम्रो यो रवि सर पनि आउनु कार्यक्रम त फिनिसिङ गर्ने हो कहाँ फिनिसिङ गर्नु यो हाम्रो यहाँ पुरस्कार बाँड्ने कार्यक्रम बाँकी नै छ 100 रुपियाँ चाहिँ प्रत्येक अब व्यक्तिलाई है अनि के हाम्रो रविजीको चाहिँ फुर्सद नभएर यतिखेर कहाँबाट निस्किनु भएको यतिखेर उहाँले दारी सारी काटेर नि आउनु भएको जस्तो लागिरहेको छ दारी काट्नु भनेपछि 4 बज्दो रहेछ गाडी गाउँ ठाउँमा यसो आफूले गाराङगुरुङ गर्नुपर्ने ठाउँमा त्यो मादल सादल पनि छैन यो मुलुकमा दुईटा माली सुकाइराखेको छ त लु यता ल्याएर बजाएर चाहिँ यसो गाम न त नि खै के हो पाउन त यसमै अहिले थाहा पनि नलिएर त्यत्रो बर्खा भयो नाचेको नाच्न रहर छ